Hello everyone, I am Mr. Bujel. Welcome to my YouTube channel. हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, ठिकै हुनुहुन्छ होला हैन। आज चाहिँ मैले एउटा सर्ट ब्लग स्पेशल एउटा सर्ट ब्लग लिएर आएको छु। कस्तो भन्नुहुन्छ भने सिक्किमको इलाकामा चाहिँ लास्टै धेरै कन्टिन्यू 4-5 दिनदेखि कन्टिन्यू स्नो फलिङ भएको चाहिँ तपाईहरुलाई म दृश्य के कस्तो छ, कति फिट पर्यो, कसरी पर्यो, कति हाइट छ, के कति छ, कुन ठाउँ हो भन्ने हजुरहरूलाई म राम्रोसँगले देखाउन गइरहेको छु मेरो च्यानलमा। अन्तिमसम्म हेरेर साथ सपोर्ट गरेर घन्टी बजाएर सब्स्क्राइब गरेर मात्रै जानु होला। म चाहिँ सर्ट ब्लग बनाउँदै छु हैन। आज चाहिँ लास्टै धेरै के भएको छ, सिक्किममा चाहिँ स्नो फलिङ भएको छ। त्यसको चाहिँ तपाईहरुलाई म एकदम 13,000 फिट माथि परेको स्नो फलिङको केही दृश्यहरू देखाउँदैछु। के कस्तो छ तपाईले हेरेर एक साथ दिनु होला। गाइस अहिले चाहिँ लास्टै धेरै स्नो फलिङ भइराखेको छ। एकदमै उमा सिक्किमको इलाकामा चाहिँ एकदम धेरै स्नो फलिङ एकदमै सिक्किममा स्नो फलिङ भएको छ हैन। सिक्किममा स्नो फलिङ भएर एकदमै 90% ठाउँहरू कति गरेको छ, लागिसक्यो। धेरै स्नो फलिङ भइसकेको छ, धेरै भइसक्यो। आइरहेछ खरा पनि यस्तो भइसक्यो। गाइस तपाईहरुले देख्न सक्नुहुन्छ एकदमै रमाइलो, एकदमै आनन्दको स्नो फलिङ भइरहेछ हैन। स्नो फलिङ अहिले कमी पनि हुँदैछ। अघि चाहिँ लास्टै ज्यादा हुँदैथ्यो, अहिले चाहिँ लगभग झरी पनि सक्यो स्नो फलिङ भएर। त पुरा हामी बसेको इलाकामा यस्तो परिरहेछ। अहिले चाहिँ हामी एक्ज्याक्ट लोकेसन भनेको सिक्किममा छौँ। सिक्किममा चाहिँ यति धेरै चाहिँ के भएको स्नो फलिङ भएको हेर्नु के धेरै स्नो फलिङ भइरहेछ हैन। अब म यसमा के लेख्छु, मम लेख्छु, एम ओ मम हैन। यस्तो 12मा पनि निकै यो थुप्रिसकेको छ। अनि यस्तो दामी भएको छ है। एकदमै आनन्दको स्नो फलिङ भयो। हाई गाइज हेर्नु न, पानी छ, पानी बाल्टी पनि भरिसकेको छ। यो पुरै यस्तो रुखपात पनि तल पनि एकदमै रमाइलो खालको भएको छ हैन। अनि यहाँ चाहिँ तपाईको एक्ज्याक्ट लोकेसन भनेको 13,000 फिट। यो चाहिँ सोलरहरूको पनि हालत यो भएछ है। स्नो जमेर यस्तो भएछ। अब कहाँबाट चाहिँ ताप दिने हो, लाइट कहाँबाट दिने हो थाहा छैन हैन। यो हाम्रो हिँड्ने गोरेटो एकदमै यस्तो भएको छ हैन। अनि सबै तर अरू बेला भन्दाखेरि हिउँ परेको बेलामा चाहिँ तपाईको स्नो फलिङ भएको बेलामा चाहिँ के हुँदो रहेछ भन्नुहुन्छ भने जाडो अलिक कम्ती हुँदो रहेछ क्या, तातो तातो हुँदो रहेछ। स्नो फलिङ भएको बेलामा चाहिँ एकदमै कम्ती के हुने, जाडो हुने। हेर्नु न गाइज यस्तो छ है। रुखहरूमा पनि यस्तो कस्तो चाहिँ छ है स्नो फलिङ भएर हैन। यस्तो हालत पुगेको छ है।
चाहिँ एकदम धेरै स्नो फलिङ भइरहेछ होइन। हाम्रो यो बस्ने ठाउँमा पनि जमेर एकदमै बस्ने ठाउँतिर पनि जमिरहेछ। पुरै पुरै जमिरहेछ यार बस्ने ठाउँमा पनि। यस्तो खतरा भएको चाहिँ सानो घर छ हाम्रो यहाँ जङ्गलमा त यो अवस्था पुगेछ जङ्गलमा। सानो घर पनि जमिरहेछ यहाँ है। एकदम जङ्गलको बिचमा छौँ क्या हामी चाहिँ। त्यही कारणले यहाँ चाहिँ एकदमै कस्तो सेतामे देखिरहेछ भने नि सेताम देखिरहेको छ गाइज। आज चाहिँ लास्टै धेरै हिउँ परेको छ, एकदम धेरै स्नो फलिङ भएको छ होइन। स्नो फलिङ पनि यति धेरै भयो कि अझै कन्टिन्यू भइरहेको छ एकदम होइन। स्नो फलिङमा चाहिँ कति मान्छेहरू के गर्छ, कति मान्छेहरू लाखौँ खर्च गरेर घुम्नको लागि आएको हुन्छ यस्तो हेर्नुको लागि। तर यहाँ चाहिँ हामी चाहिँ के गर्छ, बाध्यता परेको छ क्या। घुम्दिनँ बस्दिनँ भन्दा पनि के गर्नु पर्यो, बस्नै पर्यो। के गर्नु पर्यो, बस्नै पर्यो। के गर्नु, बस्नै पर्यो। गाइज आज फेरि लास्टै धेरै, हिजो त अलिअलि परेको थियो, आज फेरि बिहानै उठेर हेर्दाखेरि यति धेरै हिउँ चाहिँ जमेको रहेछ क्या। लगभग आधा फुट चाहिँ छ। आधा फुट गहिराइमा चाहिँ यो स्नो हिउँ चाहिँ थुप्रिएको छ। तपाईँको देख्न सक्नुहुन्छ यहाँ आम्मामा माथिसम्म देख्न सक्नुहुन्छ तपाईँले। माथिसम्म यो हिउँ थुप्रेर यो एकदमै रुख बोट बिरुवामा पनि थुप्रिरहेछ होइन, देख्न सक्नुहुन्छ एकदमै। यहाँ तपाईँले देख्न सक्नुहुन्छ है, एकदमै धेरै हिउँ थुप्रेर अब अहिले चाहिँ हामी लगभग यस्तै भइरहेको पनि अझै 1-2 हप्ता यस्तै हुने होला जस्तो। दिन धुम्मिरहेछ, देख्न सक्नुहुन्छ एकदमै दिन पनि धुम्मिराखेको छ। त्यही कारणले चाहिँ दिन धुमेको कारणले या यो स्नो फलिङ भएको कारणले चाहिँ पानीको एकदमै अभाव भएको कारणले हामीले चाहिँ पानी यही स्नोलाई चाहिँ सेन्टेक्सहरूमा ड्रममा जम्मा गरेर चाहिँ हामीले चाहिँ यसलाई नै तताएर पिउने तरल पदार्थमा परिणत गरेर यो स्नोलाई चाहिँ हामीले पिउनुको लागि ड्रममा जम्मा पनि गरेका छौँ। अब 1 हप्तासम्म पानी अब कहाँ पाइपमा भित्र पानी जमेको हुन्छ, कहाँ के हुन्छ, त्यही कारणले चाहिँ हामीले यसलाई चाहिँ राम्रोसँगले माथिको सफा ठाउँको चाहिँ बटलेर र एक ठाउँमा राखेर अनि त्यसलाई चाहिँ हामीले के गर्छौँ, पानीको रूपमा खाने गर्छौँ। त्यही कारणले एकदमै अभाव छ। देख्न सक्नुहुन्छ यति धेरै स्नो छ तल जङ्गलभरि, जङ्गलभित्र पनि एकदमै धेरै यस्तो स्नो क्या सिक्किममा। अहिले त लगभग स्नो बन्द हुने बेला हो, तर पनि लास्ट इन्डिङ टाइममा निकै धेरै नै स्नो फलिङ भएको छ। एकदमै धेरै स्नो फलिङ भएर चाहिँ एकदम सेतै भएको छ होइन। यो तपाईँहरूले देख्न सक्नुहुन्छ स्नो फलिङ कति गहिरो परेको छ भनेर है हेर्न सक्नुहुन्छ हजुरहरूले। एकदमै धेरै स्नो फलिङ भएको छ क्या।
अहिले झन् लास्टै धेरै स्नोफल हुनुहुन्छ होला यार, एकदमै धेरै होइन। रोकिन्छ होला भनेको एकदम कन्टिन्यू गएकै सरर परिरहेछ हो। यो पप्पी पनि मेरो पछि आउँदैछ। पप्पी त्यति बोलिरहेछ। ओइ आइज 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 आइज। आयो रुखमाथि ठ्याक्कै ढेँडो जस्तो के गरेको भन्दै त्यहाँ गाइजहरूलाई यस्तो भन्, हाई भन्, हाई 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 एभ्रिवान, हाई एभ्रिवान। एकदमै धेरै हिउँ परेर क्या, एकदमै धेरै बरफ। यो छालादेखि ट्याक्कसँगले स्नो एकदम मुस्किल। एकदम जाडो, धेरैभन्दा धेरै जाडो छ। अब हजुरहरूले पनि थाहा पाल्नुहुन्छ यति स्नो हुँदाखेरि चाहिँ कति जाडो हुन्छ होला भनेर होइन। जङ्गलको आधी रुखहरूसम्म पुरिएको छ, सास बढेको छ चिसोको कारणले। यहाँ त त्यति धेरै त कठिन त हुँदैन सास फेर्न, किनभने बोट बिरुवा छ। अलि माथि गएपछि चाहिँ सास फेर्न एकदमै मुस्किल हुन्छ, किनभने रुखपातहरू पनि छैन, त्यही कारणले त्यस्तो हुन्छ। अनि उकालो भएको कारणले तर मेरो चाहिँ अहिले अलिअलि सास फुलिरहेको छ। एकदम पगालेर चाहिँ यो पानीको रूपमा यही युज गर्ने हो। एक ड्रम बक्स छ, त्यहाँनिर एक ड्रम छ होइन। थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल। गाइजहरू सबैलाई धन्यवाद दिन चाहन्छु मेरो च्यानलमा सबै भिडियो हेरेर अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण मेरो आदरणीय श्रोताजनहरूमा।